मेरो हातमा तपाईँ यो रकम हेर्न सक्नुहुन्छ है। यति धेरै रकम छ जुन पैसा एउटा दिदी चाहिँ नि बाहिर बस्नुहुन्छ अनि उहाँले चाहिँ नि यो रकम पठाइदिनु भएको रहेछ। जुन यो घरमा म अहिले यो रकम यो पैसा दिन्छु अनि यो पैसा चाहिँ नि मेरो हातमा 17,000 रुपियाँ छ जुन बाहिर बस्नुहुन्छ त्यो दिदी अनि भन्नुभयो कि त्यो अङ्कल आन्टीलाई लगेर बाबु त्यो पैसा दिइहाल भनेर। अनि आजभन्दा लगभग म 12-13 दिन पहिला चाहिँ एउटा भिडियो हालेको थियो यो घरको अङ्कल आन्टीलाई मैले सहयोग गरेको थियो अनि त्यो भिडियोमा मैले भनेको थियो कि हजुरहरू नि केही सहयोग गर्न चाहनुहुन्छ भने प्लिज तपाईँ केही सहयोग गर्नु। अनि त्यही भिडियो हेरेर एउटा दिदी बाहिर बस्नुहुन्छ अनि यो 17,000 रकम पठाउनु भएको रहेछ उहाँलाई दिनलाई। अनि जुन म अहिले दिन गइरहेको छु हजुरहरू यो भिडियोमा बनिराख्नु। अनि म चाहिँ नि अहिले यता दरखासी सैना महिना 5 मा छु। हस् यहाँ आन्टी हुनुहुन्छ। नमस्ते आन्टी। आन्टीको अलि दिमागी हालत जुन छ अलि सही छैन किनकि मतलब अलि कम बुझ्नुहुन्छ उहाँ। अङ्कल यहाँ आउनु न। सन्चै हुनुहुन्छ? नमस्ते। अनि रासनको सामान सक्यो कि छ? अस्ति मैले हजुरको भिडियो हालेको थिएँ होइन, त्यो भिडियो हेरेर एउटा दिदी चाहिँ नि बाहिर बस्नुहुन्छ उहाँ चाहिँ नि आफ्नो नाम साम भन्नलाई मना गर्नु भएको रहेछ कि मेरो बारेमा केही नभन भिडियोमा। तर उहाँ हजुरको लागि थोरै रकम पठाउनु भएको रहेछ जुन यहाँ 17,000 रुपियाँ तपाईँको लागि सहयोग पठाउनु भयो तपाईँको भिडियो हेरेर अनि यो घरको स्थिति हेरेर। अनि उहाँले भन्नुभयो कि आफ्नो केही जरुरत परेको चिजमा चाहिँ नि यो पैसा खर्च गर्नु होला। अनि दसैँ आउन लाग्छ, दसैँमा नि उहाँ चाहिँ नि तपाईँले पछि पछि हेर्नु हुनुहुन्छ। अनि कस्तो लाग्यो? ठिकै छ। उहाँलाई केही भन्न चाहनुहुन्छ? भन्न त अब मलाई सहयोग गरिदिनु भयो यस्तै। अनि उहाँ चाहिँ नि अलि नेपाली बोल्नलाई उहाँलाई अप्ठ्यारो हुन्छ, उहाँको भाषा चाहिँ नि खास चाहिँ नि अलि भोजपुरी हाम्रो भाषा जस्तो भोजपुरी हो, नेपाली बोल्नलाई अप्ठ्यारो हुन्छ। दिदी तपाईँको लागि यति धेरै सहयोग पठाउनु भयो, 17,000 रुपियाँ पठाउनु भयो, उहाँको लागि धन्यवाद। थ्याङ्क यू सो मच। केही भनिदिनु? अलि नेपाली बोल्नमा उहाँलाई कन्फ्युज भइरहेको छ। दिदी धेरै धेरै धन्यवाद तपाईँलाई, उहाँको लागि तपाईँ यति धेरै सहयोग गरिदिनु भयो त्यो भिडियो हेरेर। मलाई नि एकदम खुसी लाग्यो यो रकम ल्याएर म यहाँ दिइरहेको छु, मलाई नि एकदम धेरै खुसी लाग्यो। अनि थ्याङ्क यू सो मच हजुरलाई, यति धेरै माया गरेर तपाईँ पठाइदिनु भयो उहाँको लागि। अनि यो पैसा राख्नु अनि यो पैसा चाहिने हजुर चाहिने केही जरुरतमा लगाउनु अनि पछि पछि बिस्तारै बिस्तारै राम्रै हुन्छ। अनि दसैँ आउन लाग्छ, दसैँमा नि तपाईँलाई पछि पछि उहाँ अलिक पठाउनुहुन्छ। अनि दिदीको बारेमा त म भन्न सक्दैन, दिदीले आफ्नो नाम साम भन्नलाई मना गर्नुभएको रहेछ। धेरै धेरै धन्यवाद। यहाँ आन्टी हुनुहुन्छ अनि थोरै आन्टीलाई चाहिने बोल्नलाई अप्ठ्यारो हुन्छ, उहाँको अलिकति यो दिमागी हालत सही छैन। अनि बाबु खोइ? बाबु त बजार जानुभयो। नाहारी सारी खाएर अनि दुइटै भाइ गयो बजार। दुईवटा बाबु हुनुहुन्छ उहाँको। एउटा बाबुको अस्ति खुट्टा भाँचिएको छ, आज चाहिँ नि हेर्दाखेरि अलि सही भइसकेछ खुट्टा। अनि अहिले बजार जानुभएको रहेछ। अनि उहाँको अर्को एउटा जेठो बाबु छ जुन बाबु मसलाको पसलमा काम गर्नुहुन्छ। अनि घरको हालत तपाईँ हेर्न सक्नुहुन्छ। अझै म भन्न चाहन्छु यो घरको तपाईँ हालत हेरेर बुझ्न सक्नुहुन्छ उहाँको स्थिति कति गाह्रो छ भनेर। अझै कोही साथी हुनुहुन्छ, दिदी बहिनी अङ्कल आन्टी बाहिर बस्ने साथी, हजुरहरू जति सहयोग गर्न चाहनुहुन्छ उहाँको लागि गरिदिनु कि म भोलि पर्सि फेरि लिएर आऊँ अनि उहाँलाई दिउँ भनेर। अनि थ्याङ्क यू सो मच दिदी, हजुरले उहाँको लागि यति धेरै सहयोग गरिदिनु भयो, मलाई नि एकदम खुसी लाग्यो। अनि अब म फेरि पछि पछि यता त जहिले नि म कवारी गर्न आउँदै गर्छु होइन, पछि पछि म आउँदाखेरि यता पस्छु। अहिले त त्यो रासनको सामान चलेछ नि? चलेछ लस। अनि उहाँको घरको हालत हेर्नु है, यो माथि पुरै पानी बर्खा आउँदाखेरि सबै यो चुइन्छ, घरभरि भरिन्छ। यो सबै गइसकेछ घर यार। एकदम कमाउने चाहिने अङ्कल हुनुहुन्छ, अङ्कल दिहाडी मजदुरी खेतीमा गर्नुहुन्छ अरूको। अनि धेरै गाह्रो छ। हजुरहरू केही गर्न चाहनुहुन्छ भने उहाँको लागि गरिदिनु है। अनि खुसी हुनुहुन्छ नि? खुसी नै छु बाबु। खुसी हुनुहुन्छ है? खुसी नै छु। मलाई सहयोग गरेको दिदीलाई नि खुसी छ मसित।
दिदीले मलाई सहयोग गरेको मलाई नि खुसी लागेछ। दिदीलाई धन्यवाद। धन्यवाद। उहाँलाई अलि अप्ठ्यारो छ है बोल्नलाई। ल हस्, धन्यवाद। बाई।